यो भागलाई धकलेर अनि यो स्कुटरको टायरलाई यसो गर्छ। बाइक सौदारी पोखराको अफिसियल युट्युब च्यानलमा यहाँलाई स्वागत छ। आज म तपाईँहरूलाई यो डियो स्कुटर लगायत सम्पूर्ण स्कुटरहरूमा यो नेपालको बाटोमा स्पेसल्ली पहाडी बाटोमा चल्ने स्कुटरहरूमा डियो विगो एन्ट्रकहरू बढी पर्छ र त्यसमा पछाडिको चक्का साइडबाट एउटा आवाज आउँछ जुन आवाजले तपाईँहरूको एउटा चिरचिर चिरचिर स्यार आवाज आउने र त्यसको मेन रोल भनेको यो फेनबेल भन्ने हुन्छ। यो फेनबेल बाइकमा चाहिँ चेन हुन्छ, बाइकको चाहिँ अब स्कुटरमा चाहिँ फेनबेल हुन्छ। यसमा स्कुटरमा चेन हुँदैन किनकि यो गियरवाला नभएको हुनाले यसमा चाहिँ यो फेनबेलको मेन रोल भनेको अगाडि बढाउने काम हो। यो हुन्छ फेनबेल। तपाईँले एक्सिलेटर लिने बेला र नयाँमा चाहिँ सधैँ हुन्छ, नयाँमा चाहिँ यस्तो फाटेको हुँदैन, नयाँमा चाहिँ यस्तो हुन्छ यो। र पछि बिस्तारै बिस्तारै तपाईँको चल्दै गइसके पछाडि तात्दै गइसके पछाडि यो फाटेर देख्न सक्नुहुन्छ। तपाईँको यस्तो हुन्छ यो, यसले गर्दा यो लुज हुन्छ र पिकअप कम आउँछ, आवाज पनि बढी आउँछ। र हामीले अहिले नयाँ हालेर फिट गर्दैछौँ र यो भाग राम्रोसँग सफा गर्नुपर्छ। तपाईँले सर्भिसिङ गर्ने बेलामा देखाउनुपर्छ। र यहाँ गियर ओइल हाल्नुपर्छ। यहाँ यो मेन गियर ओइल राख्ने ठाउँ हो। यसको पनि आवाज आएको हुन्छ र अर्को पिकअप गेडी, स्कुटरमा यहाँ पिकअप गेडी हुन्छ। यसले गर्दाखेरि पनि आवाज आएको हुन्छ, पिकअप कम हुन्छ। यसमा कतिपयले ग्रिस हालेर यसलाई फिट गर्नुहुन्छ भने कतिपयले सुक्खै हाल्नुहुन्छ। सकेसम्म ग्रिस नहाल्नु न, किनकि त्यो बाहिर निस्केर पग्लिँदै बाहिर निस्केर यसको भागलाई असर गर्ने भएको हुनाले ग्रिस नहाल्नु होला। त्यस पछाडि यसको हामी एयर फिल्टर, हन्डाको एयर फिल्टर पनि फेर्दैछौँ र सर्भिसिङ चट्ट आज डियो स्कुटरको फुल सर्भिसिङ। तपाईँहरूलाई यो मेरो पहिलो भिडियो हो। यस्तै खालको भिडियोहरूको लागि हाम्रो यस युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला र प्रत्येक दिन तपाईँलाई नयाँ कुरा सिकाउने नै छु। र यो भिडियोलाई सेयर पनि गर्नु होला। हाम्रो एकजना सरले सेयर गर्न नै भन्नुभएको छ, सेयर पनि गर्नु होला। र केही समस्या पऱ्यो भने बाइक सौदारी पोखरामा भिजिट गर्नु होला। तपाईँको सन्तुष्टि नै हाम्रो रोजाइ हो भन्दै आजको यस भिडियोबाट म बिदा हुन्छु। र स्कुटरको सम्पूर्ण जानकारी गराउनको लागि प्रत्येक दिन जोडिने नै छु। हस्त, धन्यवाद।